एभ्रिवान सबैजनालाई माता तीर्थ औँसीको शुभकामना। यो चाहिँ हाम्रो 2083 सालको माता तीर्थ औँसीको छोटो मिठो सेलिब्रेसन हो। एकदम विशेष धन्यवाद हिमांशु अनि गिरवान र लिबीलाई यो प्रोग्राम होस्ट गरेकोमा। अब हामी पछिको जेनेरेसनले चाहिँ अब अहिले यसरी सबैलाई विश गर्दा कस्तो खुसी लागेको छ। हामी चाहिँ यहाँ 3 पुस्ता छौँ। मम्मी र डेम हुनुहुन्छ, त्यसपछिको हामीहरू दिदी 2, म अनि भाउजू, अनि त्यसपछि हाम्रो सरू दिदी र अमित दिदीको छोराहरू। हामी सबैजना मम्मीको घरमा चाहिँ माता तीर्थ औँसी सेलिब्रेट गर्दैछौँ। अनि बच्चाहरूले चाहिँ केक ल्याएछन् अनि यसरी बुकेहरू बनाएछन्। अनि यस्तो कुराहरू देख्दा चाहिँ कति धेरै खुसी लाग्ने कि अब। अनि ओभरअल रमाइलो भयो। गिफ्टहरू एक्सचेन्ज गऱ्यौँ हामीले मम्मीहरूलाई, अनि बच्चाहरूले पनि हामीलाई प्रेसियस गिफ्टहरू दिएको थिए। अनि यो चाहिँ सरू दिदीले मम्मीलाई गिफ्ट दिँदै हुनुहुन्छ। यसमा चाहिँ मालबाडी रहेछ। अनि यो मालबाडी चाहिँ पुरानो डिजाइनको गहना। अनि त्यसपछि हामी कस्तो एक्साइटेड भएर हामीले चाहिँ लगाइदिइ पनि हाल्यौँ मम्मीलाई। कति राम्रो देखिराखेको छ। सो रमाइलो भयो। थ्याङ्क यू।